आजको दिन यसरी सुरु भयो। हे गाइस, गुड मर्निङ, स्वागत छ तपाईँहरूलाई फेरि मेरो मिनी ब्लगमा। फटाफट बिहान उठेर आफ्नो कपडाहरू इस्त्री गरेर म रेडी भइगएँ गाइस। रेडी भएर कहाँ जान लाग्छौँ भनेपछि आज हामी गइरहेछौँ आज म्याडमको किटी पार्टीमा। सो माथि एकछिन आएर बुढाहरूको दारूहरू देखाइदिउँ तपाईँहरूलाई, किनकि तपाईँहरूको गाँड जल्न सकोस् भनेर। अनि सो फटाफट अनि तल आएर आज म्याडमको बर्थडे पनि हो। सो म्याडमको बर्थडे म्याडमको छोरीले अमेरिकादेखि यो अरेन्जमेन्ट पठाएको थियो, किनकि यो फ्लावर्स बुकेस हो आफ्नो आमाको लागि। अनि यसो पछाडि बारीमा आएर हेर्नु खुर्सानी पुरा ट्रान्ड्रे फलेछन्। अक्क परेको खुर्सानी भन्छ नि, यो खुर्सानी मस्त हुन्छ, धेरै फलेको थियो, अझै ठुलो रुख थियो, अस्ति हावा आएर भाँचिएको। अनि सो गाडीमा बसेर म चल्दै गएँ सिधा रिङ रोडमा आएको गएँ, किनकि हाम्रो बिल्लादेखि रिङ रोड जस्ट 8 किलोमिटर मात्रै छ। हामीलाई कहीँ जान पनि सजिलो पर्छ, ठ्याक्क रिङ रोडमा आयो अनि मस्त गाडी भगाएर जहाँ पनि सजिलो गरी पुगिन्छ। सो फाइनली डेस्टिनेसनमा आइगयौँ गाइस। यही हो जहाँ म्याडम माथि, त्यहाँ मस्त छ, बेबिलोन भन्छन् यसलाई। दामी छ पुरा, यस्तो दामी रहेछ पुरा। हेर्नु न पुरा घाँस, पुरा वालमा घाँस छन्, मस्तको छ यो। बस्दा बोर पनि भइसक्यो गाइस, लन्च गर्न आएको थिएँ। सो अनि फाइनली कामसाम गरेर सबै गरेर अनि घरमा आइगएँ गाइस। सो आज मैले जतिजनालाई मैले फलो गरेछु त्यतिजनाले मलाई फलो ब्याक पनि गर्नुपर्छ। थ्याङ्क यू, धन्यवाद सपोर्टको लागि गाइस। अनि म घर आएर मजाले एकछिन पल्टेँ मोबाइल हेरेर अनि म सुतिगएँ गाइस। यही हो आजको भिडियो। बाई गाइस, थ्याङ्क्स फर सपोर्टिङ। यसै सपोर्ट बनाइराख्नु होला, म पनि सपोर्ट बनाइ